सबैजनालाई नमस्कार अनि धेरै धेरै स्वागत छ आजको यो भिडियोमा। आजको भिडियोमा हामीले भर्खरै विवाह बन्धनमा बाँधिएकी नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै नै चर्चा कमाएकी चर्चित गायिका रेणुका भट्टराईले चर्चित नेपाली गायकहरूसँग गाएका रमाइला दोहोरी टुक्काहरू समावेश गरेर तपाईहरुलाई मनोरञ्जन दिने प्रयास गरेका छौं। आजको यो भिडियोमा हामीले रेणुका भट्टराईले गाएका सर्वाधिक हेरिएका दोहोरीहरूबाट केही टुक्का समावेश गरेका छौं। भिडियो के कस्तो लाग्छ? यदि भिडियो मन पर्यो भने भिडियोलाई लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै आउनुहोस् सुरु गरौँ आजको यो भिडियो। चर्चित दोहोरी गायिका रेणुका भट्टराईले गाएका दोहोरी टुक्काहरूको लिस्टको पहिलो नम्बरको टुक्का भने लिएका छौं 1 वर्ष अगाडि गलबन्दी समाज भन्ने युट्युब च्यानलबाट आएको दोहोरीबाट। 7,49,000 भन्दा धेरै दर्शकहरूले हेर्नु भएको यो दोहोरी रेणुका भट्टराईको अहिलेसम्मकै धेरै रुचाइएको दोहोरीहरू मध्येमा पर्छ। चर्चित लोकदोहोरी गायक सिद्धार्थ आले र रेणुका भट्टराईले गाएको यो रमाइलो दोहोरीका के कस्ता टुक्का रहेछन् सुनौ है त। कोही कोहीले रूप वरदानै पाउने के देख्न साथै ज्यान फुली आउने के यो मायाको संसार विचित्र बयान गरे फुलबुट्टा छ पक्का हुन मन छ छेउमा लपक्का यो मायाको संसार विचित्र बढेको छ दुईटैको जमानी आए भइगो कोहीको डर नमानी यो मायाको संसार विचित्र मिठो मुस्कान हाँस्देऊ न साइकलको झै छ जिरो फिगर यो मायाको संसार विचित्र छन त यो मान्छेमा दम छ थेप्चे नाका भए नि ह्यान्डसम छ यो मायाको संसार विचित्र खोज्छ मनले जवानी बिसाउने कहिले हो त दुईटा नाक मिसाउने यो मायाको संसार विचित्र अन्त आँखालाई छैन काई मैले तिमीले आटे भन्दिन नाइ मैले यो मायाको संसार विचित्र लौन बाबै मन कस्तो कस्तो हो बिरालोले दुध पाए जस्तो हो यो मायाको संसार विचित्र यो बाउनीको भरेर सिर लाने मन छ कि नै घरतिर यो मायाको संसार विचित्र तिमीले आँट गर नजाने तिमीलाई पाए जहाँ पर्छ ओइलाने यो मायाको संसार विचित्र छुने तिमीलाई मन पार्न थाले कि मलाई बुहारी बनाऊ है आले कि यो मायाको संसार विचित्र बन्ने मन गरेसी मगर्ने यसो टुच्च गर्ने कि नगर्ने यो मायाको संसार विचित्र तिमीले लगाऊ म तिमीलाई साथ दिन्छु धेरै टुच्च लाऊ भने लाग्दिन्छु यो मायाको संसार विचित्र फिर नगर यस्तो दिन आइहाल्छ सँगै भासी हात गोडा लाइहाल्छ यो मायाको संसार विचित्र। त्यस्तै गरी दोस्रो नम्बरको टुक्का भने लिएका छौं 1 वर्ष अगाडि ई नेपाल खबर अफिसियल युट्युब च्यानलमा रेणुका भट्टराई र धादिङे भाले भनेर चिनिएका नवराज काँक्रीले गाएको दोहोरीबाट 6,38,000 भन्दा धेरै दर्शकहरूले रुचाइरहनु भएको यो दोहोरी अरिङ्गालको गोला भन्ने भाकामा रहेको थियो। यो दोहोरीमा पनि उनीहरूले निकै नै रमाइला टुक्काहरू प्रहार गरेका छन्। सुनौ है त केही रमाइला टुक्काहरू। नजर गयो अरिङ्गालको गोलामा पक्कै पागल हुने त होलामा अरिङ्गालको गोला नजिक नजिक बन्दैछौ केला अरिङ्गाल हो होस गर झम्टेला सजल पर्छ पापी नजर त्यही रुखमा गइराछ चिल्दिए नि हुन्थ्यो झै भइराछ अरिङ्गालको गोला यो केटालाई के रहरला होला टोकेपछि के हुन्छ थाहा होला सजल पर्छ रुखको फेरमा
दिलमा के बस्नु हेरेर उलै आएर टोकिदेऊ घेरेर हामीले ढिला गर्ने हो केलाई टोक्दिम मोटो बनाइदिम दाउरेलाई नटोकेमा अरिङ्गालको जातले नत्र गोलो समाउँछु हातले कुन चाहिँ पर्ने हो यसको पालामा तैले ओटोकमा टोक्छु टोक्ने कुरै गरिन् त आँखामा भैमै राखी टोक्छेउ कि काखामा के उम्क्यौला मसँग फसेर टोक्छु होला शरीरमै पसेर लाइनमै छन् सिकारीहरू नि तिमीलाई मात्रै टोकम कि अरू नि रहनुपर्छ अन्त आँखा नलगाऊ अहिले त मेरो रहर पुर्याउन पहिले त अरिङ्गालको गोला। त्यस्तै गरी रेणुका भट्टराईको दोहोरी टुक्काहरू मध्येमा तेस्रो नम्बरको टुक्का लिएका छौँ। 1 वर्ष अगाडि रेणुका भट्टराई र शक्ति कोदारले गाएको दोहोरीबाट साली भेना मनेर उनीहरूले ससुरालीमा भन्ने भाकामा गाएको यो दोहोरीलाई पनि निकै दर्शकहरूले रुचाइरहनु भएको छ। 1 वर्ष अगाडि आएको यो दोहोरी के कस्तो लाग्छ सुनौ है त। ज्यानमा रगत उम्लेर आवेला साली भेटे दिदी नभावेला ससुरालीमा थाहा पाइन् भने के हुन्छ थाहा छैन दिदीलाई यो बोल्नै मन लाग्छैन ससुरालीमा तिमीले माया देखावा आँखामा दिदी सिधी राखिदिन्थे पाखामा ससुरालीमा हार गरायो मायाको खेलले मेरो मान्छे खोज्दै थियो चुडेल साँच्चै हामी एक भए रोली नै गाली गर्या सुने कि होली नै ससुरालीमा तिमीलाई देखे भाछा मन हरर सुने सुनोस् भोबालै फरर ससुरालीमा त साँच्चै सुने पार के गर्ले खुप्पै गरे अर्को ठाउँ बेघरले ससुरालीमा 2 दिन पीडा हुने थियो भुल्ने थियो तिम्रो मेरो बाटो नि खुल्ने थियो ससुरालीमा अब खाली राख्थे र सिर्केको तँ जाने दिन म आउँछु पिर्केको ससुरालीमा मन एकलाई म भए हुन्छ मलाई घर खाली नभए ससुरालीमा रिसाए नि छेउमै आए फकाउँछु त्यसले भन्दा म मिठो पकाउँछु ससुरालीमा तिमीले जस्तो जान्दिन फकाउन तिम्रो दिदी लाउँछे भात पकाउन ससुरालीमा। त्यस्तै गरी रेणुका भट्टराईले गाएको अर्को रमाइलो दोहोरी टुक्का लिएका छौँ। 5 वर्ष अगाडि इन्द्रेणी कार्यक्रमबाट आएको दोहोरीबाट लाइभ दोहोरीमा निकै नै चर्चा कमाएका गायक चिज गुरुङले चर्चित गायिका रेणुका भट्टराईसँग गाएको यो दोहोरीलाई पनि 3,52,000 भन्दा धेरै दर्शकहरूले हेरिसक्नु भएको छ। सुनौ है त यो दोहोरीमा पनि उनीहरूको के कस्ता टुक्का रहेछन्। न त गर्मी न त जाडो दिनै भाछ राम्रो न त गर्मी न त जाडो दिनै भाछ राम्रो नपत्याउँदो तरिकाले जम्का भेट भो हाम्रो पानी पहिला भन्दा चिज गुरुङ त राम्रो देख्या रहेछ पहिला भन्दा चिज गुरुङ त राम्रो देख्या रहेछ ढाड फर्काउँदै हिँड्थ्यो के रे भेट्न लेख्या रहेछ तिम्रो मेरो सम्बन्ध त छैन अझै छुट्या तिम्रो मेरो सम्बन्ध त छैन अझै छुट्या पहिला पनि राम्रै थिए तिम्रो आँखा फुट्या अझै राम्रो देख्या
कालो कपाल खैरो कति पटक भेट्न डाके सुनेनौ नि बहिरो पानीको लागो भेट हुँदाखेरि तिमीले मुखले मात्रै राख्छौ भेट हुँदाखेरि तिमीले मुखले मात्रै राख्छौ मलाई मात्रै बोलाउँदिनौ दुनियाँलाई ढाक्छौ यो गुरुङलाई के कुरा सुनाइदिएछ कसले यो गुरुङलाई के कुरा सुनाइदिएछ कसले अरू मेरा साथी मात्रै तिमी आफ्नै डल्ले पानीको लागो कहिल्यै मिठो बोल्ने होइन सधैँ बोली तुच्छ कहिल्यै मिठो बोल्ने होइन सधैँ बोली तुच्छ जोसँग नि लठारिन्छौ क्यारी मन बुझ्छ आज भोलि भन्नला छौ छैन तेरो खाँचो आज भोलि भन्नला छौ छैन तेरो खाँचो मुखमा किरा पर्ला गुरुङ बोल साँचो साँचो पानीको लागो सधैँभरि भनिरहे मेरी चुची बाउनी सधैँभरि भनिरहे मेरी चुची बाउनी बाउनी भने मात लाएर अन्ततिर लाउने त्यसै गरी आजको भिडियोको लिस्टको 5औं नम्बरको दोहोरी टुक्का भने लिएका छौं। 1 वर्ष अगाडि प्रताप अधिकारीको युट्युब च्यानलबाट आएको दोहोरीबाट चर्चित गायक मिलन लामा र रेणुका भट्टराईले गाएको यो दोहोरी पनि निकै नै ठट्यौलो रहेको छ। 3,17,000 भन्दा धेरै दर्शकहरूले रुचाइसक्नु भएको यो दोहोरीका पनि के कस्ता टुक्का रहेछन् सुनौ है त। 2 दिन भने पिरबेथा भुलाउन एलिना छु चिताउन डुलाउन सुर्ती गर्दाले हे साँच्चै लान खोजेको छौ र हे जान्न चितवन जान्न मसौर ए सुर्ती गर्दाले मना छ कि अरूलाई नै रोज्ने मिलन लामा पाउँदा नि भाउ खोजी सुर्ती जर्दाले हे यिनमा त्यस्तो विशेषता के छ त हे को हो मिलन खत्रै गफ्दैछ त ए सुर्ती जर्दाले हाँसी हाँसी जीवनमा हिँड्ने भा जोडा नाता लामालाई चिन्ने भा सुर्ती जर्दाले हेर्न केटी पछ्याउनै थाले ह्यादिक्कै पारे यी मिलन लामाले ए सुर्ती जर्दाले केटीहरूको समस्या छैन भो तिमी पनि खासै त होइन भो सुर्ती जर्दाले रेनु रेनु गर्या छौ केलाई ए रे हुन्छ गतिला मान्छेलाई ए सुर्ती जर्दाले भर्खर भर्खर हाँसेर पस्नी त तिमी भन्दा राम्री छे अस्मिता सुर्ती जर्दाले हे मान्छे चिन्न गरेछौ ढिलाई ए राम्री देख्छौ अर्का के स्वास्नीलाई ए सुर्ती जर्दाले हे तिमीले कुरो बुझिनौ अर्काको राम्री पासी आफ्नो अर्काको सुर्ती जर्दाले। त्यस्तै गरी रेणुका भट्टराईले गाएको दोहोरी टुक्काहरूकै लिस्टको 6औं नम्बरको टुक्का भने लिएका छौं। 3 वर्ष अगाडि धनु मगर अफिसियल युट्युब च्यानलबाट आएको दोहोरीबाट 3,01,000 भन्दा धेरै पटक हेरिएको यो दोहोरी बसन्त विक र गायिका रेणुका भट्टराईले गाएका थिए। नरौमाया सम्झेर मलाई भन्ने भाकामा रहेको यो दोहोरीका पनि निकै नै रमाइला टुक्काहरू रहेछन्। तपाईहरुलाई भने यो टुक्का के कस्तो लाग्छ सुनौ है त। माया टेकेपछि परदेशको भूमि टेकेपछि परदेशको भूमि मन मान्दैन फोटोमा नचुमी मेरो माया सम्झेर मलाई माया फोटो हेर्दै निदाउँछु म त फोटो हेर्दै
जीवन बिताउने छैन म यतै जीवन बिताउने छैन म आइपुग्छु कि अब 2 महिनामा गरौ माया सम्झेर मलाई माया धेरै भयो भएको शिर खाली धेरै भयो भएको शिर खाली आएर बिहे गर्ने है यसपालि नरौ माया सम्झेर मलाई माया बेगरेर मेरो घर लानी हो बेगरेर मेरो घर लानी हो हनीमुनलाई कुन ठाउँमा जानी हो गरौ माया सम्झेर मलाई माया तयार गर बेगरी लैजान तयार गर बेगरी लैजान घरमा लैजाऊ पर्दैन कहीँ जान नरौ माया सम्झेर मलाई माया तिमी आफै सोचेर भन तिमी आफै सोचेर भन जानु पर्छ कहीँ न कहीँ 2 जना गरौ माया सम्झेर मलाई माया लाग्न भएन मायामा कुनै खोट लाग्न भएन मायामा कुनै खोट जाम्ला त नि पोखरा सारनकोट गरौ माया सम्झेर मलाई माया कोनै खुसी होला र म झैनी कोनै खुसी होला र म झैनी जाडो छ रे पोखरामा झैनी गरौ माया सम्झेर मलाई माया हाम्रो लागि जाडै हो चैतनी हाम्रो लागि जाडै हो चैतनी मनको कुरो बुझेको खै पनि नरौ माया सम्झेर मलाई त्यस्तै गरी रेणुका भट्टराईले गाएको अर्को रमाइलो दोहोरी टुक्का भने लिएका छौँ। 11 महिना अगाडि रेणुका भट्टराईको आफ्नै युट्युब च्यानलबाट आएको दोहोरीबाट नेपाली लोकदोहोरी क्षेत्रमा निकै नै चर्चा कमाएका चर्चित गायक राजु परियारसँग रेणुका भट्टराईले गाएको यो दोहोरी ज्यादैमा ऐना भन्ने भाकामा रहेको थियो। निकै नै दर्शकहरूले रुचाइसक्नु भएको यो दोहोरीका टुक्काहरू पनि तपाईँहरूलाई के कस्तो लाग्छ सुनौ है त। आजसम्म तिरी र मिरी भोलिदेखि छोड्दैछौ जुन किरी झ्यालैमा एकै नासामा माया गर्नेछु नदेखेरै उज्यालो छर्नेछु झ्यालैमा ऐना भोलिदेखिको होलान् मेरो पर्सिबाट 6 महिना धेरै झ्यालैमा यता मेरो बिग्रियो मेलो जाउ जाउ नानी उतै छ उजेलो झ्यालैमा वैजना दुईतिर रित्तै फर्किन्छु म 6 महिना नबित्दै झ्यालैमा ऐना सुनको भाग्य चाँदीको घेरो वर्षौं बस कामना छ मेरो झ्यालैमा नहिन्दिनु मूल बाटो मोडेर क्यारे बस्नु परान यही छोडेर झ्यालैमा ऐना नामको खरनी धसोमा भोलिदेखि गुप्त बस बसोमा झ्यालैमा धन कमाउँछु नभन नजानी पहिले तिमी अहिले चाहिँ म जानी झ्यालैमा ऐना त बस्यौ सहर कि गाउँमा धेरै राजु छन् नानी त्यो ठाउँमा झ्यालैमा हुनलाई त मन दुखी भा होला यो ठाउँमा पनि हैन हुनलाई त मन दुखी भा होला रेणुका नि धेरै छन् थाहा होला झ्यालैमा ऐना उतै बस्नु नरुनु धर्किँदै बेलायती साडीमा लर्किँदै झ्यालैमा थाक्ने होला पर्खिँदा पर्खिँदा केले दिएर आउँछ नि फर्कि
झ्यालैमा ऐना था मलाई सुबिस्तै पाउँछौ कि अर्कै राजु बोकेर आउँछौ कि झ्यालैमा ऐना। त्यस्तै गरी रेणुका भट्टराईले गाएका दोहोरी टुक्काहरूकै लिस्टको 8औं नम्बरको टुक्काको रूपमा लिएका छौं। 2 वर्ष अगाडि लोक दोहोरी युके भन्ने युट्युब च्यानलबाट आएको दोहोरीबाट चर्चित गायक श्याम राणा र गायिका रेणुका भट्टराईले अंगुर अमिलो भन्ने भाकामा गाएको यो दोहोरीका टुक्काहरू पनि के कस्तो रहेछन् सुनौ है त। ए कस्तो हुन्छ थाहा छैन गीत आज दोहोरी गाउँदैछु श्यामसित अंगुर अमिलो लाएर आइछौ चोली र गुनियो कपाल पनि यसो बाटे नि हुने हो अंगुर अमिलो। हे कपालबाट भन्या हौ किन भर्खर नुहाएको चिसै छ बाट्दिन अंगुर अमिलो। महिना दिनमा नुहाउँथ्यौ पहिले त नक्कल पार्न थाली छ अहिले त अंगुर अमिलो। हे पहिला कुर्थे हप्ता र 10 दिन अहिले 1 दिन ननुहाई बस्दिन अंगुर अमिलो। गजल्लाको लालिनी दालेको छ कि कतै हिमपिरिम चलेको अंगुर अमिलो। हे अहिलेसम्म कसैकी भैनमा श्यामकै हुन मन छ यही महिनामा अंगुर अमिलो। बल्ल भेटे यो मनले रोजेको मैले पनि त्यही भन्न खोजेको अंगुर अमिलो। हे जाने भए सानुकै बानी सबै कुरा बुझ्दिन्छु नभनी अंगुर अमिलो। त्यस्तै गरी रेणुका भट्टराईका निकै नै रमाइला दोहोरी टुक्काहरू समावेश गरिएको आजको भिडियोको लिस्टको 9औं नम्बरको टुक्का भने लिएका छौं। 1 वर्ष अगाडि सिद्धकाली डिजिटल युट्युब च्यानलबाट आएको दोहोरीबाट 2,52,000 भन्दा धेरै दर्शकहरूले रुचाइसक्नु भएको यो दोहोरी चर्चित गायिका रेणुका भट्टराई र गायक मिलन लामाले नै गाएका थिए। उनीहरूले नै गाएको यो दोहोरी भने तपाईहरुलाई के कस्तो लाग्छ सुनेर कमेन्टमा लेख्न नभुल्नु होला है त। अरे मन परेको बटनिया हेर्न नि देखना पानीपुरी बेच्नै छोडी आगै नि भेट्न बर्दिया झुल्लुम कर दिया। मेरो उमेर होनी हेर बोक्ने कलममा बोक्ने कलममा चटपट बेच्न जाऊ है भैया न आऊ मेरो पछि बर्दिया जुलुम कर दिया। किन टाढा टाढा भाग्छौ मलाई छोडी चटपट बेच्ने मान्छेको नि मनै त हो गोरी बर्दिया जुलुम कर दिया। तिम्रो घर तराईतिर मेरो अर्घा खाँची मेरो अर्घा खाँची धेरै पछि नपर है पठामला हाथाची बर्दिया जुलुम कर दिया। कहाँ सक्छु र बिर्सनलाई पुक्का पुक्का गाला तिम्रो पछि लागि छोड्छु गए गर्दन जाला बर्दिया जुलुम कर दिया। देख्नै हुन्न जिसकी हाल्छौ पहाडिया मैया पहाडिया मैया एक दिन चटपट के खाएको थिए हैरान पार्यो भैया बर्दिया जुलुम कर दिया। जहाँ गए नि छोड्ने छैन धादिङ होस् या सिमले 3-4 हजार उधारोमा चटपट खाछौ तिमीले बर्दिया जुलुम कर दिया। सबको सामु भन्यो भैया भयो मलाई लाजै भयो मलाई लाजै 30 रुपियाँ खाकी थिए तिरिदिन्छु आजै बर्दिया जुलुम कर दिया। जिन्दगानी सँगै भन्थ्यो हुनु दुबै उधारोमा चटपट खाँदा कुमले हान्थ्यो खुबै बर्दिया जुलुम कर दिया।
त्यस्तै गरी आजको भिडियोको लिस्टको 10औं नम्बरमा अर्थात् भिडियोको लिस्टको अन्तिम नम्बरको टुक्का भने लिएका छौं। 3 दिन अगाडि मात्रै रेणुका भट्टराईको युट्युब च्यानलबाट आएको दोहोरीबाट ससुरालीमा भन्ने भाका माने शक्ति गोदार र रेणुका भट्टराईले साली भेना भनेर गाएको यो दोहोरीलाई पनि निकै नै दर्शकहरूले रुचाइरहनु भएको छ। रेणुकाको बिहे हुन लाग्दा नै गाएको यो दोहोरी तपाईहरुलाई भने के कस्तो लाग्छ सुनौ है त। छोडेकी छौ घरबाट निस्किन सोच्नै पर्नी छ जिस्किन ससुरालीमा। हे दिदी अलि कडा नै छिन हाम्रो सके जिस्किने दिन हाम्रो ससुरालीमा। ए दिदी छोड्देऊ दिल बस्यो सानीमा साडु बरु कस्तो छन् बानीमा ससुरालीमा। कुरा हुन्छ भेटघाट त भा छैन कस्तो छन् खै मलाई नि थाहा छैन ससुरालीमा। ए कमाई पनि राम्रो नै छ रे त भेटघाट पनि भइसक्यो अरे त ससुरालीमा। के हुने हो खुल्दुली लाउँदैछ भेटघाट हुने दिन नजिक आउँदैछ ससुरालीमा। मनमा रहर बढेर हो कि स्वागत गर्न जाउलिनी फुल बोकी ससुरालीमा। हे व्यस्त हुन्छु म अलि दिनलाई सँगै जाम्ला साडु भाइ लिनलाई ससुरालीमा। हे सकिँदैन आरोपै झोस्नेलाई भेट्दिन म मेरो भाग खोस्नीलाई ससुरालीमा। हे देखाउनु है पिराती मिसा झै उनको अघि नगर्नु रिसा झै ससुरालीमा। ए तिमी प्रति रहर त निकै छ मैले भन्या मान्नी भा ठिकै छ ससुरालीमा। ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। हस्त दर्शकवृन्द आजको भिडियोमा यति नै। तपाईहरुलाई चर्चित गायिका रेणुका भट्टराईले पछिल्लो समय गाएका र उनका सर्वाधिक हेरिएका दोहोरी टुक्काहरू समावेश गरिएको यो भिडियो के कस्तो लाग्यो। यदि भिडियो मन परेको भए भिडियोलाई लाइक शेयर र हाम्रो च्यानल मनकामना डिजिटललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला र हाम्रो च्यानलबाट आएका यस्तै रमाइला भिडियोहरू पनि हेर्न नछुटाउनुहोला भन्दै अरु भिडियोमा आउने बाचाका साथ आजको भिडियोबाट भने बिदा हुन्छौं। नमस्कार।